कन्टिनेन्टल कपहरू हेर्ने हो भने युरो, त्यस पछाडि कोपा अमेरिका र यीहरू पछाडि चाहिँ अलिकति मजेदार हेर्न लायक हुने भनेको चाहिँ के हो भन्दाखेरि एफए कप हो होइन, अफ्रिका कप अफ नेसन्स। हरिप हरिप हुन्छ नि, मजेदार मजेदार हरकत हुन्छ यहाँ। अनि यहाँसम्म चाहिँ यसमा चाहिँ के भइसकेको छ भन्दाखेरि अहिलेसम्म चाहिँ हुन्छ नि यिनीहरूको 4वटा सेमी फाइनल को खेल्ने भनेर फिक्स भइसक्यो टिमहरू हुन्छ नि त। एउटा पोलमा छ सेनेगल र इजिप्ट। सेनेगलले चाहिँ के गरेको थियो भन्दाखेरि सेनेगलले मालीलाई 1-0 ले हराएर आएको थियो। अनि अर्कोतिर जुन इजिप्ट छ, इजिप्टले चाहिँ यो रिक्वेस्टलाई के गरेको थियो 3-2 ले हराएर आएको थियो होइन। अनि अर्कोतिर छ नाइजेरिया भर्सेस मोरक्को है। अब जुन चाहिँ के हो भन्दाखेरि अब हामीहरूले हेर्ने हो भने भिक्टर ओसिमेन भर्सेस हाकिमी हुनसक्छ होइन। अब ओसिमेन हुन्छ नि अघि जुन तिनीहरूले हराएको वाला म्याच थियो, अल्जेरियालाई हराएको थियो नाइजेरियाले, त्यसमा चाहिँ भिक्टर ओसिमेनको 1 गोल र 1 असिस्ट पनि थियो। अनि अर्कोतिर मोरक्कोले क्यामरुनलाई 2-0 ले हराएर आएको छ होइन। अनि के हुँदैछ भन्दाखेरि अब एउटा सेमी फाइनल हुँदैछ। फर्स्ट सेमी फाइनल 14 जनवरीमा सेनेगल भर्सेस इजिप्ट, अनि सेकेन्ड सेमी फाइनल हुँदैछ 15 जनवरीमा नाइजेरिया भर्सेस मोरक्को। र मोरक्को के हो भन्दाखेरि होस्ट कन्ट्री पनि हो, मोरक्कोमै हुँदैछ यो चाहिँ होइन। तपाईँहरूलाई के लाग्छ होइन, यिनीहरू चाहिँ हुन्छ नि यहाँबाट चाहिँ कुन टिम फाइनल खेल्छ र कुन टिमले फाइनल जस्तो लाग्छ तपाईँहरूलाई होइन? मलाई चाहिँ के लाग्छ भन्दाखेरि सेनेगल र इजिप्ट सेमी फाइनल खेल्दाखेरि अब इजिप्टले जित्छ होइन। ओमर मार्मुस, मोहम्मद सलाह होइन, जो सब रेड अफ फर्म छ, राम्रो चलिरहेको छ तिनीहरूको उता, तिनीहरू जित्छ, सेमी फाइनल पुग्छ। अनि अर्कोतिर नाइजेरिया र मोरक्कोमा हेर्ने हो भने मोरक्कोलाई कि होम एडभान्टेज पनि छ। अनि हामीहरू लास्ट इयर पनि हेरे हो, मोरक्को सेमी फाइनलसम्म पुगेको थियो वर्ल्ड कपमा होइन, 2022 को वर्ल्ड कपमा। त्यही भएर मलाई लाग्छ मोरक्को फाइनलमा पुग्नेछ। अनि इजिप्टको र के हुनेछ भन्दाखेरि मोरक्को फाइनल हुनेछ। अनि इजिप्टलाई अलिकति होम एडभान्टेज पनि छ, तिनीहरूको टिम हुन्छ नि ओभरअल होल टिम हेर्ने हो भने ब्यालेन्स पनि देखिन्छ। त्यही भएर मलाई के लाग्छ भन्दाखेरि यो पालीको चाहिँ जुन एफए कप 2025 उनीहरू चाहिँ 2025 नै भन्छ है, एफए कप 2025 चाहिँ के गर्छ भन्दाखेरि मोरक्कोले जित्छ जस्तो लाग्छ। तपाईँलाई को जित्छ लाग्छ प्लिज कमेन्ट डाउन।